अहिले जाने राति यत्रो डाँडाको बिल्डिङहरू त यत्रो देखिँदैछ त हो नि अपार्ट हेर न कत्रो ठुल्ठुलो अपार्ट छ हेलिप्याडहरू हाङगाङै हो दादा मोडल हो कि मेरो उसको विशाल दाई के खोला हो ताल हो भिडियो मान्छेको भिड आमा सिसा यस्तो दादा काने कस्तो भन्दा 26 तला 28 तला 32 तला बस त त्यो प्लेनमा टाल्ने हेलो गाइस वेलकम माई ब्लग आज चाहिँ हामी सौल होइन किन हल्ला गरेको लोटो टावर घुम्न आएको छौँ होइन 1 2 3 4 5 6जना छ टावर चाहिँ यता छ बडो लम्बो छ हाम्रो दाईहरू आउनुहुन्छ यहाँ भाइ यहाँ दाई यहाँ भाइ यसको इतिहास भन्दिन दाइ विशाललाई मिलाएर हान्दिन न इतिहास भन्दिनु त यसको इतिहास भनेको त यो चाहिँ नाम चाहिँ यो छिरिङ ताम यसको इतिहास हेर्न चाहनुहुन्छ भने यहाँ हेर्न सक्नुहुन्छ तपाईँले इङ्ग्लिसमा पनि लेख्न सकेको छ कोरियनमा पनि चाइनिजमा पनि र त्यही कारणले गर्दा यो हाम्रो सानो भाइको मुनि देखिरहेछ मेरो यो छिरिङ दाई हो यति हामीलाई कोरियामा एकदम घुमाउन सहयोग गर्ने दाई के छ टावरहरू सबैभन्दा अग्लो टावर भनेको यो मोबाइलमा आँट्दैन क्यार सायद ठिकै छ मेरो साथीबाट भ्लग आउने छ भरे बेलुका साँझ हेरेर मनोरञ्जन गरिदिनु होला धन्यवाद हाम्रा युट्युबमा हाल्ने साथी यहाँ हेर्दै हुनुहुन्छ ठिकै छ अब हामी भ्लगरको फेस देखाउँदैछौँ राम्रो त छैन मान्छे खै पनि आहा हामी चाहिँ हिँडिरहेछ होइन तर कहाँ हिँडेको थाहा छैन क्या फेरि हामीलाई नै यहाँ दाईहरू हुनुहुन्छ पार्क रहेछ यता दादा मोडल हो कि मेरो उसको विशाल दाई के खोला हो ताल हो भिडियो मान्छेको भिड आमा हामी चढ्ने टावर भइरहेको छ भिडभाड बवाल छ यता होइन फोटोसुटै फोटोसुट हाम्रो कम्पनीको ह्यान्डसम दाई ए तिमीलाई नि टप दिनुभयो त फोटो खिचाइमा त हेर कति धेरै खिच्ने दाईको त मैले खिचिदिन्छु यहीँबाट एयरफोनबाट खिचिदिन्छु दाई म खतरा आइदियो है यो चाहिँ भएन राम्रो छ त होइन फोटोको लागि मान्छे राम्रो हुनुपर्छ क्या अनि त्यो अटोमेटिक आउँछ यस्तै हो नराम्रो मान्छेहरू हान्दै फोटो जस्तै हान्यो भने योभन्दा कति राम्रो हामी ए त्यो लाइटिङ मिले होइन कि अनुहार कालो मेरो चस्मा कालो लौ बाबु लौ वे खसे कपडामा तिमी खिच्यौ लाइनमा हो बेलुका जोडी नि आयो त पछाडि झ्याप पङ्गला हालिदिनु न कस्तो आयो है कस्तो मोटो आएको यहाँ ठुलो हामी चढ्ने टावर चाहिँ अहिले टावर
अहिले चाहिँ हामी टावरमा चढ्ने बेला आएको छौँ। यहाँ यस्तो छ, अगाडि लिफ्ट छ, त्यहाँबाट चढ्ने अब। यहाँ फुलहरू सहित छ, यहाँ बवाल पुतली नि फुल्यो यहाँ होइन दाइ, बवाल फुल्यो पुतलीहरू कति राम्रो राम्रो छन्। पुतली कति राम्रो राम्रो छ। ठिक छ, अब बिस्तारै भेट्दै गरौँला। हामी कहाँ हो आज? यहाँ पालो आयो। के डिजे लाइट रहेछ त, नाचिदिनुपर्छ कि हामी? लाइटिङ बवाल छ। एकदम धार्मिक छ। अनि गीत नि बज्दो रहेछ त। गीत होइन कि म्युजिक मात्र हो, गीत टाउकै दुख्न आँटिसक्यो खै। घन्टाको लाइनमा पुरै बस्दा यो लिफ्ट चढ्ने बेला आउनु लागेको छ होइन। भित्र चाहिँ यस्तो भ्यू छ, अब माथि कस्तो हुन्छ बिस्तारै त जाउँला। थाकेर यहीँ हालत यस्तो छ यहाँ केटाहरूको। फेरि बिच आउँला देखाए। ठिक छ, अब त्यतै फर्काउ हो नि। अलि भित्र देखायो। दाइलाई कस्तो हेर्नमा आयो, हिरो आयो साँच्चै भने। यस्तो छ यहाँ नजारा। यो के गर अरे कोरियाको आनोक गाली त खाइन्छ नि। आनोक हेर आनोक राम्रो हुँदैछ। के हो उद्देश्य के हो? त्यो हाम्रो थोरको हो क्या? एकदम दामी छ। अहिले चाहिँ हामी यसमा चढ्यौँ होइन, स्वाट गइन्छ। के सुन्न चाहिन्छ? के कुनै सुटमा गइन्छ? हामी त रकेट स्पिड खतरा हाने खै सुट। दादा काने कस्तो भन्दा 26 तल पुगिसक्यो, 28 तल 32 तल बस त त्यो प्लेनमा हटाल्ने त कति स्पिड 73 76 70 कति छिटो 84 85 87 तल खोलाहरू पनि रहेछ राति सियलको लाइन अहिले जाने राति यत्रो डाँडाको त्यहाँबाट दामी रहेछ बिल्डिङहरू त यत्रो देखिँदैछ त। हो नि, अपार्ट हेर न कत्रो ठुल्ठुलो अपार्टहरू थियो, हेलिप्याडहरू एउटा चाहिँ ठुलो देखियो सोल सिटी। हाङगाङै हो उहाँ त पुरै घेरे होइन। सौल यति हो भने चाहिँ मेन भनेको सौल यस्तै नै अब यता सानो रहेछ। यही एरिया
यतिकै हेरिने क्या टेलिस्कोप यहाँ छ है पैसा चाहिँ 2000 यो चाहिँ हामी सिसामा जाने लाइन त्यहाँ अगाडि गएर सिसामा हेर्ने अब भिड छ तत्तै मान्छे छ आइगो कति मिटर अरे दादा ओ दाइ कति मिटर कति मिटर 555 मिटर माथि सिसामा डर चाहिँ लाग्दैन फेरि हामीलाई अनि सिसा यस्तो गाडी हेर्न कस्तो सानो देखियो डराइ खिच्नु है त्यहाँ दाइले फोटो क्यामराम्यान अनि तल त देखिन्न होला त यहाँ सुत्नु न यहाँ माथिबाट यस्तो खिच्ने अलि यता 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 तेर्सेर नसुत्नु अलि टिप दाइ अलि उता अगाडि हालेर दाइ म हान्छु झोले लिएर केटाहरू मोडल पोज हो कि फेरि अलिक जाउँ न जोडीसित सिनीसँग कस्तो सहिरहेको है धेरै यहीँ राउन्ड हान्दै बसिरहेको छौँ केटाहरू नै हरायो अब मलमा छैनन् टोइलेटतिर गयो होला कि सिरीले खोजिदिन्छ क्या तिमी पाला हामी चाहिँ यहाँबाट चाहिँ माथि 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 जाँदैछौँ अब कहाँसम्म पुगिन्छ हेरौँ अझै माथि छ त I go slow बोलेको यहाँ छ त नि फुटिन्छ आउँछ लाइटिङ एउटा अहिले चाहिँ हामी माथि उहाँ पुगेर आइसक्यौँ है लिफ्ट त बबाल स्वाट हिँडिरहेको थियो अब चाहिँ हामी बिस्तारै हामी घरतिर जानुपर्ने हुन्छ होइन आजको भ्लग चाहिँ यही इन्ड हुन्छ होला हस् त धन्यवाद।